त्यसपछि विद्यार्थी जसरी पनि पढ भन्छ त्यो एकदमै राम्रो किताब छ तपाईँले पढ्नु भएको छ होला त्यसले चाहिँ यो किताब चाहिँ अनिवार्य गरिदिनु हुन्छ है अङ्कै दिने त्यो किनभने अभिभावकले पनि पढाउनु पर्छ कि अभिभावक पढाइदिनु हुन्छ मैले उहाँले पनि बुझ्नुहुन्छ नि विद्यार्थीको हातमा बुझ्नुहुन्छ अनि टिचरलाई सही हुन्छ एउटा गाडी छ त्यसमा म कहाँ बस्छु भनेर सीताबाई एउटा एकदमै धनी मान्छे नि धनी मान्छेको घरमा चाहिँ कुकुर र गधा के बाँडिदिने कुकुर र गधा कुकुर र गधा पालेको अनि त्यो गधाले चाहिँ दिनभरि साउको भारी बोक्थ्यो कुकुरले चाहिँ राति चाहिँ घरको रक्षा गर्थ्यो कि एक दिन राति 12 बजी म्याडम त्यो साउको घरमा चोर आयो चोर आएपछि अब राति 12 बजी चोर आएपछि कुकुर भुकेर चोर त भगाउनु पऱ्यो नि त कुकुर भुकेर चोर भगाउनु गधाले देखाएको छ चोर बसेको यो कुकुर भोके भोक चोरले चाहिँ साउको साउको चोरदाले भोक भनेको कुकुरले त मलाई पनि भोक्दैन यसले तल अनि मन गधाले कुकुरले आवाज निकालेको छ गधाको आवाजले चोर त भागेर उता साउको त भित्र कमाइयो नि त राति 12 बजी नचाहिँदो आवाज निकालेपछि साउ उठ्यो र तपाईँ यत्रो खानेकुरा काम दिएको छ गधा चाहिँ राति बेलुकी